केटाकेटीहरू अस्ट्रेलिया पठाउनु भयो, अमेरिका पठाउनु भयो, क्यानाडा पठाउनु भयो। त्यो पठाउनु मात्रै तपाईँ काम होइन, पठाएपछि के गर्छन् भनेर दिनदिनै सोध्ने गर्नु। आधी उदीलाई क्यासिनोमा भेटेछु, आधी उदीलाई क्लबमा भेटेछु। आका 20% जति चाहिँ मजाले हार्डवर्क गर्छन्, दुःख गर्छन्, दाइ काम लगाइदिनु भन्छन्, दाइ भाइ भन्छन्, भाँडै माझ्ने क्लिनिङै गरेर भए पनि आफ्नो जीवनको गुजारा गरेर चटक्क फिसी तिरेर चट्ट पढेर है राम्रो गरेछन्। टुप्पबाट पलाएकाहरू छन् नि, जति भने नलाग्ने, 1000 जनाले 1000वटा कुरा भनिसके। बाबु नानी हो, क्यासिनो नजाऊ। फेरि सरहरू हुनुहुन्छ यहाँ, 2-4वटा सरहरू ठुलो ठाल्टा, ल जाम केटाइन, विदेश आएपछि दिनुपर्छ भनेर आउन पाएन। पहिला युनिभर्सिटीतिर भन्दा पनि ठुलो घरतिर लैजान्छन्, झिलिमिली घरमा लैजान्छन्। अनि उतै खायो, उतै यसो 10-5 रुपियाँबाट सुरु भएको जिन्दगी एकपट्टि साइडको किनि नै हाल्दा पनि नफर्किने गरेर जान्छ सबै। त्यही भएर विचार गर्नु, विदेश मात्रै पठाएर हुँदैन। विदेश पठाउँदा फेरि छोरो शुद्ध छोराछोरीको सोमत पनि पठाउनु गर्नु। नानी बाबुहरूलाई ल बाबु यसो गर्नु हुँदैन रे है, भट्ट दाइले भनेछन्, त्यहाँ अरू दाइहरूले पनि भनेछन्, भिडियो सिडियो हालेछन् भनेर भन्नु है। उता तपाईँ ढुक्क भएर बस्नुहुन्छ, यता आफ्नो छोराछोरीको माया लाग्छ, जे भने आफ्नै छोराछोरीको कुरा सुन्न मन लाग्छ। हाम्रा पनि यस्तो भइरहन्, हामीले नि भन्यौँ यस्तो यस्तो हुँदैछ है, यस्तो यस्तो हो भनेर केटाकेटीलाई सम्झाउनु पर्यो भन्दाखेरि उल्टो होइन फलाना छोरीले भने कहाँ हुन्छ, हाम्रो केटाकेटी कति राम्रो छन् भन्थे। अहिले केटाकेटीलाई सम्हाल्न नसकिने भए यहाँ केही सेप लाग्नेवाला छैन। त्यही भएर बेलैमा यसो सम्झाइ बुझाइ गर्दै यसो के गर्दैछ दिनदिनै कहाँ छ है भनेर यसो खबरदारी गर्ने काम चाहिँ तपाईँहरूको हो है आमा बुवा। ल आई लभ यु अल।